कहाँ हिँड्नु भयो किन लौरो बोकेर हिँड्ने यो मामा घर आएको छु म भाग भाग केटा हो यिनीहरू अब सबै मामा घर यसरी माछा निकाल्ने है के गर्ने थाहा भएन सब भागा भाग मैले युट्युब बनाएको के अरे भिडियो गराएको सब भागो आएको ताप बिना नमस्ते नमस्ते ल म यता बनाउँछु त दौडिने यार माइजू खै ज्ञानु नमस्कार सन्चै छु ल मामाको पोखरी यो कटेज खै माछा मामाले अस्ति यो पोखरी खन्नुभएको थियो मान्छे लगाएर ओ चिलर हौ उहाँको खानु डराएर पोखरी हो यहाँ बसेर खाने अहिले ठिकै छ माइजू नमस्ते हाम्रो माइजू आउनु भयो किन हेर्नु भयो र मोट फुटेछ माइजूको त त्यसैले हो यस्तै त हो नि मलाई मोबाइल हजुर मेरो युट्युबमा कति सब्सक्राइब कति भ्युज सर्च गर्दा पनि नभेटाउने युट्युब छ हो र अनि अस्ति नि भान्जाङमा खोज्दा खोज्दा भेटाउनु भयो त भेटाएर दिउँ त भेटाउनु भयो ल कता हाम्रो युट्युबमा डाउन नै हो र म देखाइदिन्छु अब यो चाहिँ आउँछ हेर्नु होला मामा घरमा छु पोखरीहरू हेर्दै बस्दै मैले एक चिज मामा घरमा नयाँ चिज देखेँ यो सबै मिस्कट भएको के हो यो छेउ मटर काँक्रा साँक्रा यसलाई के अचार भन्छ थाहा भएन एउटा मुलाको यहाँ छ खाँदैछौँ आज माघे सङ्क्रान्ति दिन मामा घरमा बस्ने खाने आउँदै हुनुहुन्छ सानबुवाहरू माइजूहरू मामा गाजर धनियाँ सबै मस्त घाम लाग्छ आज परमेश्वरको गीत बज्दैछ माइजूको हाम्रो माइजू परमेश्वरको ठुलो बिग फ्यान हो म हिँड्दैछु आउनु भयो मामा आउनु भयो रजुवा आछ रजुवा ओ सबै हामी घुम्दैछौँ ल ढोकिदिन्छु है रजुवा पुरा झ्यापमा हिँड्यो तँलाई कस्तो छ अहिले सन्चै छस् त्यो जिब्रो किन निकाल्यो अहिले यो पारा त त तारापतिले गएर अस्ति बबाल बल खेल्यो त किन यस्तो गरेर हिँड्छस् है हजुरबा नमस्ते हजुरबा ए नानी श्यामा कसको नानी मामा खान त के भन्नु छ हजुरलाई दुई शब्द दुई शब्द केही बोल्नु छ ल भन्नु मामा घरमा सबैजना पाहुनाहरू आउनुभयो सबैजना कहाँ आउनु हाम्रो साइडबाट छ्यामा र सानो आउनुभयो बाख्रा चारवटा पाहा मुडुली रहेछ आमा चाहिँ दामी छ चारवटा पाएको दुईवटा पाठा दुईवटा पाठी रहेछ अब यत्तिकैमा खाना खाने पर्ला 11 बजिसक्यो 11 बज्यो खाना खाने माछा निकाल्यौँ हिजो माछा निकालेको अब माछासँग खाना खानुपर्छ तिम्रो नाम के हो ए मामालाई खाना दिनु त
कहाँ गयो त्यो